डिपार्टमेन्ट अफ इमिग्रेसनको डेटा अनुसार 2022 मा मात्र 1,77,310 नेपालीहरू भिजिट भिजामा विदेश गएका रहेछन्। यो संख्या 2023 मा बढेर 2,04,535 पुगेको थियो। यसको 30% त युएई मात्र जाने रहेछन्। 2024 मा आइपुग्दा यो संख्या अझै बढेर 2,76,624 पुगेको थियो। यो डेटाले नेपालीहरू वर्षेनी भिजिट भिजामा विदेशिने संख्या बढिरहेको प्रश्न देखाउँछ। अब यो डेटा हेर्दा धेरैलाई चाहिँ नेपालीहरू धनी हुँदै गएछन्, स्पेन्डिङ क्यापासिटी बढिरहेको रहेछ, घुम्नलाई बाहिर जाने ट्रेन्ड बढिरहेको रहेछ भन्ने पनि लाग्न सक्छ। र यो केही हदसम्म सत्य पनि हो। लकडाउन पछाडि नेपालीहरूले घुम्नमा राम्रै पैसा खर्च गरिरहेका छन्, चाहे त्यो देशभित्रै होस् या त देश बाहिर। तर यहीँ भित्र एउटा तितो यथार्थ के छ भने भिजिट भिजामा बाहिर गएर उतै लुक्ने नम्बर पनि धेरै छ। भिजिट भिजामा मात्र नभएर अन्य कुनै पनि भिजामा नेपाल छाड्ने अनि बाहिरै लुक्ने त्यतै बस्ने नेपालीहरू कति छन् कति। अब एउटा गरिब देशबाट कोही धनी देशमा विकसित राष्ट्रमा जान्छ भने उसलाई त्यो देशले अभियसली लोभ्याउँछ। त्यहाँको लाइफस्टाइलले आकर्षित गर्छ, नेपाल फर्कनै मन लाग्दैन र भिजा सके पश्चात पनि त्यतै काम खोजेर उनीहरू बस्ने गर्छन्, कति त लुक्ने नै गर्छन्। र एउटा ओपन सिक्रेट जस्तै हो। अनि हाम्रो पासपोर्ट विक हुँदै जानुको एउटा कारण यो पनि हो। अब भिजा एक्सपायर भएपछि अर्को देशमा बसिरहनु अफकोर्स इलिगल हो। तर यहाँनिर यो गैर कानुनी काममा गृह मन्त्रालय नै मुसिएको आरोप छ। गृह मन्त्री रमेश लेखकको घरमा दैनिक 50 लाख बुझाउने गरेको पनि आरोप छ। अब यो सबै प्रोसेस बुझ्नलाई दुईटा घटना सुनाउँछु है त। मेरो एउटा साथी छ सरोज, उसको नेपालमा आइटी कम्पनी छ। उसको टिममा 15-16 जना जति काम गर्छन्। उसको कम्पनीले विदेशी क्लाइन्टहरूको काम गर्छ र नेपालमा डलर भित्राउँछ। सरोजले मजाले कर पनि तिरिरहेको छ। भिजिट भिजामा जानका निम्ति अलि अगाडिसम्म एउटा क्राइटेरिया थियो, तपाईँले वार्षिक 6 लाख भन्दा बढी कमाउनु पर्थ्यो र त्यो रकम उसले 2 महिनामै कमाउँथ्यो। सो उसले दुबई घुम्न भनेर युएई को भिजिट भिजाको लागि अप्लाई गर्यो। अलमोस्ट 0 खर्चमै उसले भिजा मजाले पायो अनि आफै खर्च गरेर दुबई मस्त घुमेर फर्कियो। अब कुरा गरौँ प्लेनमा मसँगै बस्नु भएको दाइको। उहाँको इन्टरनेसनल फ्लाइट मात्र होइन, एनी काइन्ड अफ फ्लाइट नै त्यो पहिलो पटक थियो। उहाँसँग जहाज चढेको एक्सपिरियन्स नै थिएन। उहाँले वार्षिक 6 लाख त होइन, मुस्किलले 1 लाख पनि कमाउनु हुँदो रहेन रहेछ। तैपनि उहाँसँग मेरो साथी सरोजको जस्तै युएई को भिजिट भिजा थियो। इनफ्याक्ट उहाँलाई थाहा थिएन त्यो कुन टाइप अफ भिजा हो भनेर। मैले उहाँको पासपोर्ट हेरे पछाडि थाहा पाएको उहाँसँग भिजिट भिजा रहेछ भनेर। उहाँले सुनाउँदै जानुभयो दुबई जान 4 लाख रुपियाँ लाग्ने रहेछ, अलिकति जग्गा बेचेँ अनि सबै बन्दोबस्त भयो। मैले उहाँलाई प्रश्न सोधेँ, त्यो पैसा कसलाई बुझाउनु भयो त? उहाँको उत्तर थियो मेन पावर कम्पनीलाई। मैले त्यति बेला यो विषयमा खासै टाउको दुखाइनँ। अहिले एभ्रिथिङ इज मेकिङ सेन्स। अघि सुरुमा भनेको थिएँ नि, मलाई इमिग्रेसनमा 10 मिनट रोकिएको थियो भनेर। ती दाइलाई 1 मिनट पनि नरोकी पासपोर्ट हेरेर नाम सोधेर भित्र जान दिएको थियो। सो यहाँनिर एउटा ठुलो सेटिङमा उहाँ पर्नु भएको थियो भन्ने कुरा प्रष्ट बुझिन्छ। यसलाई अझै अगाडि तपाईँले मजाले बुझ्दै जानुहुने नै छ।